Hello guys, how are you all? I hope you guys are fine. मेरो चाहिँ आई फ्लू भएको छ सो मैले चस्मा लगाएको छु हैन अनि आज चाहिँ हामी ग्रानी च्याप्टर 2 खेल्न गइरहेको छौं अनि त्यसपछि आज हामी डोर स्केप गर्छौं कि हेलिकप्टर स्केप गर्छौं कि बोट स्केप गर्छौं हामी म फिक्स छैन हैन जेजेको सामान पछि भेट्टाउँदै गइन्छ हैन त्यही स्केप गरिन्छ हैन सो लेट्स बिगिन टु द गेम सो गाइज ल अब हाम्रो ग्रानी गेम स्टार्ट हुँदै जाँदैछ लोडिङ Day 1 Day 1 So भोल्युम पनि फुल गर्नु पर्यो हैन यस्तो कबाडी ठाउँमा ल्याएर हामीलाई लक गर्दैन हाँस्छ ग्रानी बुढिया जम पहिला सुरु ग्रानीलाई म यहाँ साउन्ड गरिदिन्छु अनि यहाँ पछि हेर्नु पर्यो अब डोर लक रहेछ यहाँकै काम छैन हामीलाई यहाँ के रहेछ कता ग्रानीले देख्यो भने हामीलाई मान्छ अब हामी यहाँ लुकौँ ग्रानी उता जान्छ अनि सो हामी माथि गएर चेक गर्छौँ ओके सो ए ग्रानी बुढिया छिटो जान आफूले यहाँ ढिला भइसक्यो यस्तो आउँदै आउँदिन यो खेल्न अलिकति डर जस्तो पनि लागिरहेको छ क्या मलाई हैन म प्र्याक्टिस मोडमा खेले गरेको थिएँ गर्न त तर पनि अब ग्रानी राखेर चाहिँ अलिक फर्स्ट टाइम रहेछ बोट कि रहेछ त्यो हाम्रो के काम छैन डोर स्केप या फिर हेलिकप्टर स्केप ला फोटो झऱ्यो दा अब त्यहाँ आइपुग्छ बुढिया भाग्नु पर्यो यार चेक गरिहाल्नु पर्यो मिट के काम छैन हामीलाई ट्र्याप हालेर गइदियो बुढिया ढोका बन्द गर्नु पर्यो मलाई पहिले स्टोन गन चाहियो कि स्टोन गनै भेटाउँदिन डोर ह्यान्डल सेफ की हो यो सायद सेफ की छ्या स्टोन गनै रहन्छ यो बेबी स्पाइडर कन्टिन्यू तल जान्छ कि सेफ की लिनु पर्यो यो बाथरुममा लाग्छ आई थिङ्क ए होइन बाथरुममा होइन तल एउटा रुम हुन्छ 3टा ड्रर हुने खालको त्यहाँनेरि छ एउटा सेफ त्यहाँ लाग्छ wow stun gun oh my god stun gun भेटायो okay so thanks wow stun gun अब ग्रानीलाई मारिदिहाल्नु पर्यो यो बेबी स्पाइडर अठारै चाहिँ यो त ओभन चेक गर्नु पर्यो भनेको खै यो किचन पनि राम्रोसँग चेक गर्न पाउँदिन हौ म त ओ ग्रानी बुढिया छिटो आइज आवाज भइसक्यो त सेफ कि झारेर र छिटो आइज भनेको आउँदै आउँदैन आइपुग्यो बिचरा मरी हे 2 मिनटलाई मात्रै मरी चाहिँ फेरि बुढिया एकचोटि मारेपछि त सधैँभरिकोले मारे कस्तो आनन्द हुन्थ्यो वाह जम्मा 2 मिनटलाई मात्रै मर्छ यस्तो रहेछ वाह कटिङ प्लायर्स रहेछ यहाँ सर्ट स्टन गन चाहिँ मेरो अराउनु हुँदैन यहीँ राख्छु ग्रानी बुढिया तार काटिदिनु पर्यो यहाँको डोर स्केपको सामान त भेटाउँछ होला हौ इजिली नै यहाँ इजिली नै भेटाउँछ होला सेक्युरिटी की आई थिङ्क मैले कहाँ देखेको थिएँ सेक्युरिटी की नो कहाँ छ सेक्युरिटी की साँच्चै सेक्युरिटी की कहाँ थियो यहाँ यो घरमा होला सायद ओ या स्टन गन चाहिँ सँगसँगै बोकेर हिँड्नु पर्यो यार ग्रानी बुढिया कतिखेर आउँछ थाहा छैन 2 मिनट त भइ पनि सक्यो होला फेरि तलै रहेछ के अरे ग्रानी बुढिया हे स्टन गन लिने माथि जाने धन्न यहाँ माथि चाहिँ ग्रानी आउनु सक्दिन यार नभए त वाट टु डु यो ग्रानीले आफ्नो घरमा के डाँडा पनि राख्दिने यार जहिले पनि जे पनि खाली मात्रै हुन्छ यार हेलिकप्टर म्यानुअल म लिँदिनँ अहिले चाहियो भने लिउँला फेरि बिर्स्यो भने छैन केही छैन सुट गर्नु पर्यो अब यो त आई थिङ्क सो निशाना लागोस् नभए फेरि खोलिँदैन मेरो एमो हुँदैन या धन्न खुल्यो यार नभए त माई गड एमो चाहिँ त्यहाँ अड्किन्थ्यो यार मेरो अनि म कसरी एमो लिन्थेँ वेपन कि त मरे पनि भेटाउँदैन त्यही नै वेपन कि भेटाएर मलाई केही काम छैन एमो नै हुँदैन मेनली त स्टन गनको त एकचोटि मारेपछि लिन नपाइन्छ नि त सो के थिएन यार छ्या के गर्ने
ग्रानी त ऊ पनि बसिसक्यो यसलाई झारिदिन्छु अनि ग्रानी आउँछ यही माथिबाटै मारिदिन्छु भाइ छिटो छ्या मै झऱ्यो भने छैन होस् है ओके सो म यहाँबाट तल झर्छु छ्या कति यो त एकैछिनमा जम्प हान्नु नि हौ बसेरै उठ्नुपर्ने यसलाई ओके सो वेयर आइ एम गोइङ टु यहीँ मार्नु पऱ्यो ग्रानीलाई हो ग्रानी बुढिया हाई आइज आइज यता आइज ऊ त्यताबाट मार्नु पऱ्यो गइसकेछ ग्रानी बुढिया यता आइज है तर देखे पनि मलाई के गर्नु सक्दैनस् क्या धेरै ठुलो म्युजिक राख्नु पर्दैन फेरि 2 मिनटलाई मात्रै गएँ सर्टकन भएको भयो नि 30 सेकेन्ड अझैको लागि जान्थेँ 2 मिनट 30 सेकेन्ड तर केही काम छैन होस् छोड्ने म के लिन जाऊँ के खोज्न जाऊँ अब म खोज्ने केही कामै छैन कटिङ प्लायर्स सेक्युरिटी रुममा गएर त्यो काट्नु पर्यो मैले यो काटेँ त काटेछु सो अब जान्छु सेक्युरिटी कि माथिनेरि अनि त्यो मैले स्टन गन दिइसकेको थिएँ तर स्टन गन पहिला म माथि पुर्याउँछु अनि बल्ल कटिङ प्लायर्स लिन्छु यार नभए ग्रानी जतिखेर पनि टप्किन सक्छ कि स्टन गन त आफूसँगै हुनु पऱ्यो नि होइन नभए त मारिहाल्छ नि फेरि तल जानु पऱ्यो कटिङ प्लायर्स लिनु पऱ्यो छ्या कति लडेरै उठ्नुपर्छ भनेको यसलाई चाहिँ खुट्टा भाँच्छ मेरो बिचरा लङ्डी हिँड्नु पर्ने तर लङ्डेर हिँड्नु परेन अहिले मलाई लेट्स गो ल अब कटिङ प्लायर्सले म त्यो काटिदिन्छु अलिक कामको भेट मलाई डोर स्केप या फेरि हेलिकप्टर स्केप गर्नु छ मलाई बोट स्केप गर्नु छैन आई डोन्ट वान्ट टु डु बोट स्केप सो खै यसमा के पो हो यताको यसको नाम आई थिङ्क सो नोज फराटु हो है आई थिङ्क यो सो के थियो त्यहाँ साँच्ची सब स्ट्रङ लिनु पऱ्यो सो के थियो है त्यहाँ मैले हेरेँ बोट स्टेरिङ विल थियो होला सायद ओके आई डोन्ट निड द्याट ग्रानी जिन्दा भइसक्यो होला भारिन्छ क्या अरे आई थिङ्क सो तर यसलाई यहाँ बोलाउनु पऱ्यो मार्नु पऱ्यो यसलाई हे ग्रानी बुढिया तेरो फेरि मर्नी टाइम भयो त आइज आइहाल त तँलाई झट्का खाना त खुब मनपर्छ अरे नि त जब यसलाई थाहा छ कि यो मान्छेले आएर स्टन गन खोजेर मलाई नै मारिदिन्छ भनेपछि यो गनहरू चाहिँ यो किन लुकाउँछ यार आफ्नो घरमा यो ग्रानीको बुद्धि छैन ग्रान्डपा पनि उयो हुन त बट मैले यसमा ग्रानी मात्रै राखेको छु हजुर भन्न बिर्सेँ होइन ग्रान्डपादेखि मलाई अलिक डर लाग्छ सो मैले ग्रानी मात्रै राखेको छु अहिलेलाई ए ग्रानी छिटो आइज न है कति वेट गर्नु तेरो कति वेट गर्नु आइज कान नसुन्ने भयो कि क्या ग्रान्डपाको जस्तै गरेर त्यो बेबी स्पाइडर भएर जान्छ अब त्यहाँ नजा है यता आइज छिटो आइज त्यो फेरि त्यहाँ बेबी स्पाइडर भएर जान्छ घन्टी बजाइहालेछ के गर्नु अब कति आइज त्यो पेन्टिङ चाहिँ किन सुविधा भएन साँच्ची बिचरा ग्रानीलाई जोडका झट्का यसले थाहा छ क्या मैले यसलाई मारिदिन्छु गनहरू केही भेटाएर भने यसले गन लुकाउँछ चाहिँ किन आफ्नो घरमा बुद्धि छैन यसको यो आफै मर्न खोज्छ यार ए साँच्चै मैले किचन चेक गरेँ होइन किचन चेक गर्नु पऱ्यो नथिङ इज हियर ह्यान्डविलको काम नै गरिदिइहाल्नु पऱ्यो 1 सेकेन्ड स्टन गन चाहिँ आफूसँग हुनु पऱ्यो नि होइन जे भए पनि सो ओ माई गड केही छैन डक टेप हेलिकप्टरलाई काम लाग्यो भने तर मैले डक टेप अहिलेसम्म यहाँ कहिले पनि भेटेको थिइनँ यार यो यहाँ पनि हुन्थ्यो र डक टेप मलाई यादै थिएन यस्तो ठाउँतिर मैले ऱ्याकतिर त जहिले खाली हुन्छ जस्तै लागेको थियो यार त्यो डक टेप हुँदो रहेछ सेफ कीको काम गर्नु पर्यो भनेको सेफ कीको काम गर्नु पर्यो ए मैले त उतै ड्रप गरेको थिएँ होइन र सेफ कि मैले यतै ड्रप गरेको थिएँ स्टन गन यही रहेछ सेफ कि त्यहीँ छ के गरौँ ग्रानी जिन्दा भयो होला भएको छैन के गरौँ सेफ कीको काम गरिदिउँ यहीँबाट तल जानु पर्यो
ओ माई गड म के गरौँ चाहिँ के हो सामान त भेट्टा छैन राम्रोसित के थिएन है यहाँ केही थिएन यार म के चाहिँ गरेर चाहिँ टाइम यो त म खोल्दिनँ ग्रान्डी पछाडिबाट आउनु सक्छ होइन खोल्दिनँ म त्यो आई थिङ्क सो के गरौँ यार म के गरौँ चाहिँ के एकै ठाउँमा यहीँ मारिदिनु पर्यो अब ओ ग्रानी बुढी या त जिन्दा भएको छस् भने आइहाल त तेरो वेट गरिरहेको छु म यता हाई ग्रानी छिटो आइज ग्रानी बुढिया तेरो फेरि झट्का खाएर मर्ने टाइम भयो हेलो ग्रानी ओ ग्रानी तर बुढी भएर पनि लोगोले के अरे मान्छेहरूलाई किडन्याप गर्छ नि यार यति यसको बुद्धि छैन यति बुढी भएर पनि यार केही सामना गर्न सक्दिनँ भनेपछि चाहिँ अलिकति हुन्छ नि यार किडन्याप गरेर भूत भनेर बस्यो कि चाहिँ एक ग्रानी बुढी त आउँदैन छिटो आएछ कति वेट गर्नु म त हाँसिरहेको चाहिँ आउनु छैन हाँसिरहेको चाहिँ गरेर अहिले तेल तलमा मारेर यति हाँस्छु अरे मेरो प्लान त छ कि डे 1 मै म स्किप गरिदिउँ बट आई डोन्ट थिङ्क कि म स्किप डे 5 सम्म पनि गर्न सक्छु कि सक्दिनँ किनकि यार म फर्स्ट टाइम खेलिरहेको छु होइन सामान पनि राम्रोसित भेट्टा होइन अलि मारी खेल्यो भने त सक्छु होला डे 1 निस्क्यो भने त सामान त पनि भेटाउनु पऱ्यो नि यार म रिसोर भन्दा आफै जानी मरिउ गर्छु कति नआके फेरि बेबी स्पाइडर ओ माई गड कति घन्टी बजाउनु कति बुक रहेछ यसको बेबी स्पाइडर कसरी पाल्न सके कि होला आइरहेछ आई थिङ्क सो आइज न आइज छ्या फेरि काम नसुन्ने भइसक्यो ग्रान्ड आइज छिटो नआकी हेर्न कस्तो नआकी छिटो आइज तेरिका ग्रान्डपा भए बरु कान नसुन्ने पनि आइसक्थ्यो होला तर कसरी आउँछ है कान नसुन्ने त छिटो आएन न मान्छेले यहाँ डर आइपुग्छ ओ माई गड झट्का खाएर मरिया अब सेफ्टीको काम गरिहाल्नु नि बट आई निड माई स्टन गन ब्रो छिटो गरेर आइहाल्नु पऱ्यो ड्रर पनि चेक गर्नु पर्छ ल ओके सो है ह्यान्डविलको काम पनि गर्नु थियो डोर स्केप हुन्छ होला सायद आज स्पार्क प्लगेन मलाई बोट स्केप गर्नै छैन बोट स्केपकै सामान चाहिँ किन भेटाइरहेको छ मैले बोट स्केपको सबै सामान भेटाइहालेँ भने पनि रेन्ज काम छैन मलाई बेबी स्पाइडर जानु नै छैन त्यसको रुममा म छिरेको पनि छुइनँ याद छ तलको रुममा राम्रोसित चेक नै गरेको छैन हजुरले याद गर्नुभयो माथिमा चाहिँ ओ ह्यान्डविलको काम गर्नु पऱ्यो यसपछि त ला स्टोन गर्नु पनि चाहिन्छ कि त्यो जिन्दा भयो भने तलै स्पोन हुन्छ क्या त्यो तलै आएर मलाई मारी पनि छैन त्यसको स्पोन हुने बेला भइसक्यो तलै स्पोन हुन्छ यहाँ कि मलाई याद छ धेरै जसो तलै स्पोन हुन्छ त्यो सो आई निड टु गो टु दि अपस्टेयर्स फर दि स्टन गन मलाई स्टन गन लिनु छ ओके सो oh my god this so okay stun gun लिने र ग्रानीलाई के भयो कामै गर्दैन मेरो यति ह्याङ भएको छ कि ओके सो स्टन गन लिए आई थिङ्क मलाई तल जानुपर्छ तर म चेक गर्नै गएको छुइनँ आई थिङ्क सो म तल जान्छु यार माथि जाने पनि ठाउँ छैन केही सामानै छैन तल मैले चेक गरेको छुइनँ क्या तल जानुपर्ने हो खास मलाई त वाट टु डु बट पहिला त्यसलाई मारिहालौँ क्या त्यो जिन्दा भइसक्यो त्यसलाई यतैपट्टि मारौँ यतैपट्टि मार्नु पर्यो ओके नो 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 यो पिस अफ पिक्चर लिनु पर्यो ए यो ह्याङ हुन्छ यार गाइज मलाई मनै पर्दैन क्या यस्तो पिस अफ पिक्चर लिऊँ न ओके सो अब यसलाई यहाँ साउन्ड गर्नु पर्यो एन्ड यसलाई मार्नु पर्यो ओके सो यसपालि म यतापट्टि मार्छु यसलाई यतापट्टि ग्रानी आउँदैछ कि छैन यहीँ ड्रप गर्नु पर्यो ओ माई स्टन गन
स्टन गन दिन चाहिँ एकदम जरुरी छ यार। सर्ट गन भन्दा मलाई मनपर्ने चाहिँ खास स्टन गन, किनकि एमो खोजिरहनु पर्दैन क्या। त्यही झट्का खायो त्यही एमो फेरि युज गर्नु हुन्छ नि त होइन। फेरि त्यही एमो ओ माई गॉड ओ माई गॉड ओए कसरी मार्दियो यसले मलाई? मैले त्यसलाई हानेको थिएँ डे 2 मैले त्यसलाई मारेको थिएँ क्या। म कसरी मरेँ? ओ माई गॉड यार ग्लिच चिटिङ भयो यार। यस्तो त चिटिङ भयो। मैले त्यसलाई हान्न आँटिसकेको थिएँ त्यसले मलाई कसरी मारी? इट्स नट पोसिबल। म तल गएर पनि चेक गरिहाल्नु पर्यो। इट्स नट पोसिबल म्यान। म सोचिरहेको थिएँ डे 1 मै स्केप गरौँ बट नो। यहाँ पनि केही सामान हुन्थ्यो यार कहिलेकाहीँ। छैन केही ठनठनको पानी। ओ माई गॉड मैले ह्यान्डविल लगाइसकेको रहेछु। आई डोन्ट रिमेम्बर। यहाँनिर अलिकति काम लाग्ने सामान भेट्टा भए। उग्रेनी है आउँदैछ। फुट स्टेप्स सुनिरहनु भएको छ हजुरले? स्टेप्स या गई। अब पनि जानु पर्यो। मलाई एउटा चिजको डर लाग्छ कि त्यो त्यहीँ पुगेर एकैछिनमा फर्केर नआइरोस् क्या। मैले सबै चेक गरिसकेँ। किचन पनि सबै चेक गरिसकेँ। स्टन गन वेयर इज माई स्टन गन ब्रो? ओ आई डोन्ट नो म्यान हाउ आई किल्ड। म कसरी मरेँ क्या? त्यो कुरा छ। अब चाहिँ म मर्छु। अब चाहिँ म मर्दिनँ। आई गॉट व्हाट टु डू यार। एमो यहाँ रहेछ फेरि यत तरिकामा झन्डैले। ओ माई गॉड ओके सो त्यसलाई यहीँ बोलाएर मार्नु पऱ्यो। अस्ति अघिको पालि त्यहाँनिर कसरी मऱ्यो क्या म। अब यहीँ मार्छु म त त्यसलाई। बाहिर उठेर मार्छु या फेरि यहाँ मार्छु। त्यो ठाउँमा मार्दिनँ। त्यसले मलाई मारी क्या। मैले त्यसलाई हानेको थिएँ क्या। द्याट्स चिटिङ हो। अब ओ माई गॉड ग्रैनी फेरि से 2 मिनट के लिए मर गई। फेरि 2 मिनटको लागि मरि त्यो। ओ माई गॉड गाइज मेरो नेपाली बोल्दा बोल्दा अलिकति हिन्दी बोल्ने बानी छ है। सो पिस अफ पेन्टिङ सबै कलेक्ट गर्नु पऱ्यो। डोर ह्यान्डल छ मसँग आई थिङ्क। या ह्यान्डविल मैले लगाइदिइसकेको छु। झट्का गरिसकेको छु। एन्ड क्रोबार प्याडलक कि डोर ह्यान्डल छ। प्याडलक कि र ऊ भेटाउनु पऱ्यो। बट आई थिङ्क हेलिकप्टर स्केपको लागि इजी हुन्छ। मलाई डक टेप छ। हेलिकप्टर कि आई थिङ्क मैले कति देखाएको छु तर छैन है। भेटाउला। एन्ड आई थिङ्क ग्यासोलिन क्यान अल्सो हेभ टु चेक इट। ग्यासोलिन क्यान द्याट्स इनफ फर द हेलिकप्टर स्केप। तर त्यो निशाना लाउनु पऱ्यो। ग्लास फ्युज ग्लास फ्युज मैले पियानोनेरि हुन्छ धेरै जसो। आई डोन्ट थिङ्क मैले देखेँ कि देखेँ छैन। देखा जस्तो लाग्यो बट पियानोनेरि। तर म तल गएकै छैन राम्रोसित। सो आई डोन्ट नो अबाउट इट। यहाँबाट तल जानु पऱ्यो। या ए ग्यासोलिन क्यान यहाँ छ। ग्यासोलिन क्यान छ ओके। आई थिङ्क ग्रानी यहाँ आउन सक्छ। म यहाँ मुनिबाट मार्दैछु बट यहाँ मलाई बाहिरै उभिएर मार्न थोरै डर लाग्छ क्या। सो ओ माई गॉड बोट स्टेरिङ हुल त यहाँ छ त। बोट स्टेरिङ हुल त यहाँ रहेछ। त्योसँग के थियो नभए त्यो नोज फराटो हो कि खै केसँग? स्लेन्डर म्यान नोज फराटो के भन्नुहुन्छ? स्लेन्डर म्यान अर नोज फराटो? आई थिङ्क हामी दुइटै भन्छौँ। ओके आई थिङ्क हिज रियल नेम इज नोज फराटो। ओ ग्रानी छिटो छिटो मलाई तँलाई मार्नु छ। फेरि मारेर मजा जानु छ होइन। बोर्ड स्टेडियम मैले यहाँ रहेछ। त्यहाँ मैले के देखाएको थिएँ यार? चेक गर्नु पऱ्यो यार। नो आई थिङ्क हेलिकप्टर कि या हेलिकप्टर कि छ त्यहाँ सायद। कस्तो नआके यार यो ग्रानी। छिटो आइज। हेलिकप्टर कि छ सायद यार त्यता। बेबी सायरको रुमको ढोका त मैले खोलेको पनि छैन। ग्रानी त गयो होला नि बेबी सायरबाट। यत्तिका कति ढिला आउन सक्यो कि यार। कुन साइडबाट आउँछ त्यो?
छिटो आइज है ग्रानी ए बुढिया ग्रानी ए आइपुगे फेरि निशाना दियो भने फेरि मलाई मान्छ अलि यता आइज आउँदिनँ मर यहीँ मारिदिन्छु तँलाई ओ माई गड मरी झट्का लागेर ए एउटा पिक्चर यहाँ रहेछ आई हेभ टु कलेक्ट सम पेन्टिङ पिस अफ पिक्चर होइन ऊ ग्लास पिस मैले यहीँ देखाएको थिएँ आई रिमेम्बर अबाउट इट मलाई थाहा थियो अनि मैले खै त्यो अर्को एउटा के देखेको थिएँ जस्तो लागेको थियो बाथरुममा ग्यासोलिन क्यान सायद त्यही होला 3टै पिस अफ पिक्चर रेडी भयो सायद छैन भइसक्यो बट आई निड स्टन गन अरू जेसुकै होस् मलाई स्टन गन चाहिँ चाहिन्छ छिटो लिएर आउनु पर्यो यार ओ माई गड वेयर इज द माई स्टन गन टोइलेट छि अब टोइलेटभित्र हात हालेर निकाल्नुपर्छ स्टन गन ओ माई गड छि सफा पनि गर्दिनँ यार यो ग्रानी त टोइलेट कति फोरी यसको पिसाहरू पनि कालो हुन्छ कि क्या हो यार पुरै टोइलेटै कालो छ छ्या ओ माई गड केही छैन खाली मैले सेफ कि खोलेँ खोलिसकेँ आई थिङ्क सामानै भेट्टा छैन अब यो ढोका बन्द गर्ने ओ माई गड म भित्र आउनु ओके सो पहिला सुरु स्टन गन म माथि पुर्याउँछु अनि चाहिँ पेन्टिङ पिस अफ पिक्चरमा तल गएर पालै पिलो लिएर आउँछु होइन सो पहिला सुरु ग्रानीलाई मार्नु पऱ्यो आवाज गर्नको लागि कटिङ प्लायर्स छ त्यहाँ म तल आवाज गर्छु अनि यहाँबाट मारिदिन्छु माथितिरबाट पहिला झार्नु पऱ्यो ओ माई गड ला मै झरेँ मलाई अहिले मार्न सक्छ होइन अहिले मलाई पहिला सुरु फुल काम गर्न दियो होइन यो ढोका बन्द एन्ड देन आफ्टर आई एम गोइङ माथि जाँदैछु एन्ड स्टन गर्न यहीँ ड्रप गर्छु एन्ड म पाले पिलो गएर तलबाट उलेर आउँछु ए पिक्चर हाल्ने ठाउँ कहाँ हो लौ मैले सुट गरिदिएँ ला मेरो स्टन गर्न एमो खै ला कहाँ गयो लौ कहाँ गयो स्टन गर्न एमो लौ नानी मैले कहाँ सुट गरिदिएँ यो भेटाउनु पर्छ यो भेटाइन भने त म त आम्मा ल कहाँ गयो ऊ त्यो हो त्यो मुनिको हो त्यो टल्किरहेको त्यही हो जस्तो लाग्यो त्यही त हो कहाँबाट त्यहाँ पुग्यो यार ओ माई गड सिरियसली यार मेरो स्टोरमा क्यामो झन्डैले हराएन कसरी म सुट गर्न सक्छ यार मिस्टेकली म थिचेकै थिइनँ आई थिङ्क सुटलाई थिचेकै थिइनँ यार हाउ ओके सर कटिङ प्लायर्सले पहिला ग्रानीलाई स्योर गरेर तल बोलाउँछु होइन ए पहिला कटिङ प्लायर्सले स्योर गरेर तल बोलाउँछु अनि बेला पेन्टिङ हालिदिन्छु यहाँ बोलाउँछु अनि हालिदिन्छु होइन छिटो आइज ओ माई गड सो रेडी विथ दिस स्टन गन अनि ग्रानी छिटो आइज फेरि मर्नको लागि छिटो आइज मर्नको लागि त मर्छस् यता बाहिरको साउन्ड सुन्छ या माथिको साउन्ड नि यसले ए ग्रानी छिटो आइज छिटो आइज अब त्यो आइन अब के गर्नु साउन्ड गर्नलाई अरू केही छैन सामानै मसँग आई थिङ्क यहाँ स्लेन्डरम्यानबाट छ त के देखाएको थियो मैले यहाँ हेलिकप्टर के हो है ओ माई गड हेलिकप्टर किने पो रहेछ ओ माई गड देख्यो मेरो ब्रेन कति तेज भयो मैले नहेरेको थिएँ मैले राम्रोसित देखेको पनि थिइनँ त्यो पनि मलाई याद भयो हेलिकप्टर के इज द्याट अब हेलिकप्टर केले चाहिँ साउन्ड गर्छ भनेपछि ग्रान्डले ढोका खोलिवरि गएकी थिएँ है सायद हो ढोका खोलिवरि फेरि गएकी थिएँ ओके सो अब चाहिँ छिटो आइज अलि भित्रै आइज तँलाई यहीँ मारिदिन्छु ओ माई गड फेरि 2 मिनटको लागि गई ग्रानी बिचरा ओलेले ग्रानी खै स्टन गर्न एमो दिइहाल त मर्छ स्टन गर्न एमो पनि दिँदैन सरकारले यार यो तलै स्पोन होस् है हुने त यो तलै स्पोन जायज पनि भयो नि मलाई के अब म त माथि जाने हो ढोका बन्द गर सो we are going upstairs and then after I will put the piece of painting here ल कतापट्टि हो उता पो हो त म जहिले बिर्सिन्छु क्या बाटो गाइज म जहिले बाटो बिर्सिन्छु गाइज ओ माई गाइज अर्को पेन्टिङ ल्याउनु पर्यो
अनि ग्यासोलिन क्यानहरू ग्लास पिसहरू सबै कलेक्ट गरेर ल्याउनुपर्छ ओ माई गड कि मैले ल्याइसकेँ कलेक्ट गरेर ल्याएको छैन नो इट इज नो छैन कलेक्ट गरेर ल्याएको छैन सो पिस अफ पेन्टिङ एन्ड देन आफ्टर आई एम गोइङ अपस्टेयर्स फेरि बाटो बिर्सिदिनु ल फेरि बिर्सेँ ल अब चाहिँ बिर्सिदिने बाटो गाइस अब त्यो अर्को पेन्टिङ ल्याउने बेला चाहिँ ओ माई गड मेरो ब्रेनलाई अलिकति के भएको छ मेरो ब्रेन मलाई थाहा छैन पहिला यति धेरै याद हुने मान्छे होइन म बिर्सिहाल्छु क्या बाटो होइन जिन्दा भइसक्यो होला है ग्रानी साँच्ची ग्रानी जिउँदो भइसक्यो होला किनकि 2 मिनट भइसक्यो होला है सायद यतिमा त 2 मिनट भइ पनि सक्यो ओके अब त्यो ढोका खुलिन्छ ग्लास फ्युज चाहियो अब ओ माई गड ग्लास फ्युज चाहियो पहिला ग्रानीलाई मारिदिइहालौँ है ग्रानी जिन्दा भइसक्यो होला ग्रानीलाई मारिदिउँ पहिला स्टन गन लिउँ अनि पहिला माथि पुर्याउनु आउँछ पहिला माथि पुर्याएर आउँछ अनि ग्रानीलाई किन आएको तर माथि ग्लास फ्युज त चाहियो नि त मलाई म माथि आएको चाहिँ किन ग्लास फ्युज चाहिएन यसरी निशाना लाउनु भएको छ ओ माई गड निशाना लाउनु भएको छ म आफै के गर्नलाई ल्याएको होइन आफै पुऱ्याउनु मगर आमा खै उल्टा आउँछ तेरिका मलाई निशाना लाउनु धेरै गाह्रो हुन्छ ग्रानी जिन्दा भइसक्यो हाँसिरहेको चाहिँ हाइड एन्ड सिकै त खेलिरहेको छ नि ग्रानी हामी बुद्धि छैन लौ आमा खै यहीँ रहेछ ओ माई गड खै निशानै लाग्दैन त अब लाग्नु पर्छ छे निशाना लाउन सबसे गाह्रो छ गाइज हजुरहरूले कसैले ग्रानीको गेम खेल्नु भएको छ भने मलाई भन्नुहोस् है ओ माई गड भयो सो अब फर्स्ट वाला ओ माई गड अलि उठे आउँदो रहेछ निशाना लाउनु मलाई सबसे गाह्रो लाग्ने चिज होइन हार्डेस्ट थिङ ओ माई गड म के गरिरहेको छु आई डोन्ट नो अबाउट इट वाट आई एम डुइङ ओके ओ माई गड यार यो सुटको बटन एकैचोटि मेरो ऊ भइहाल्छ क्या झुकेर प्रेस भइहाल्छ क्या मेरो सुटको बटन हो म भनिरहेको छु क्या मिस्टेकली सुटको बटन थिचिन्छ भनेर अनि त्यही गरिरहेको छु ओहो मलाई कहिले हस्पिटल लग्नु पऱ्यो यार दिनाङ जन्छ के भयो ओ माई गड या हस्पिटलको नाम दियो भयो निशाना ओ माई गडनेस ल मिस भयो यार कस्तो दिमाग ओ माई गड सो Oh yeah, it's done. Yeah. Oh my god. So अब यहाँ चाहिन्छ ग्लास फ्युज सो ओके अब ग्लास फ्युज ल्याउनुपर्छ अब चाहिँ ल्याउनुपर्छ अरे ग्रानीलाई मारिहाल्छ अरे ग्रानीलाई मारेन भने नि ओके सो ठ्याक्कै बताउँछ अरे बेबी स्पाइरल पनि बजाइरहेको रहेछ ऊ ओके यहीँ बोलाएर मारिदिन्छु ग्रानीलाई ओ ग्रानी अब फेरि त मर्ने बेला हुन लाग्यो त मर्छस् अब फेरि आइज मर्नको लागि तयार भएर आइज यो ग्रानीको बुद्धि छैन है मेरो हातमा स्टन गन देखि पनि भाग्नुको सट्टा मै भाग पो आउँछ मर्नु छ क्या यसलाई है मेरो हातमा यत्रो स्टन गन देखेपछि ला मलाई मारिदिन्छ अब यसले भनेर भाग्न सक्दैन झन् पो आउँछ यार पहिलाको भन्दा झन् पछि लाग्न आउँछ यार स्टन गन पाएपछि त स्टन गन हातमा देखि पनि हेलिकप्टर कि यहाँ रहेछ ओ डक्ट टेप यहीँ किचनमै छ है सायद यहाँ तल अरे मैले कहिले यहाँ तल डक्ट टेप देखाएको थिइनँ मैले साँच्चै भने कहाँबाट भेटिया छ आई डोन्ट नो यो ऱ्यान्डमाइज मोड पनि होइन यो अफिसियल ग्रानी हो क्या यो होइन यसमा धेरै त्यो ऱ्यान्डमाइज के को अप्सनै हुँदैन क्या यसमा होइन बट यो डक्ट टेप कहाँबाट यहाँ भेटाएँ मलाई पनि थाहा छैन ऱ्यान्डमाइजहरूको यस्तोको अप्सनै छैन क्या यहाँ सो ओ डोर स्किप त हुनै लागिसकेको छ यार मेरो बट सामान भेट्टा छैन मेरो क्रोबार भेटाएको छ के भेट्टा छैन म के गर्न आएको थिएँ ग्यासोलिन क्यान हो ग्यासोलिन क्यान लेने आई थी मैं
म ग्यासोलिन ग्लास फ्युज त्यहाँ छ म लिन जान्छु हैन डोन्ट माइन्ड गाइज मेरो बिचमा हिन्दी बोल्ने बानी छ हैन सो डोन्ट माइन्ड अबाउट इट हो कति ठुलो आवाजले साउन्ड गर्छ क्या यो ग्यासोलिन क्यान मलाई मन नै पर्दैन यति ठुलो आवाज हुन्छ ओ माय गॉड अब के लिन आएँ म ग्लास फ्युज ओ ग्लास फ्युज वेयर इज ग्लास फ्युज ग्रानी जिन्दा भएको छैन है भएको छैन होला या फेरि भइसक्यो रहेछ भने ग्यासोलिन क्यानबाट आइसक्यो होला त्यो ओ माई गड थोरै डर पनि लाग्छ बट यो इजी मोड हो हैन मलाई खासै डर लागेको छैन किनकि स्टन गन पनि छ मसँग हैन अहिले भर्खर त मारेको एकदम हुने बेला त भएको छैन हैन अब मेरो काम भयो है मैले यति डक्टेप ल्याइसकेँ मैले अब म के गरौँ स्टन गन माथि पुर्याउँछु यो त मेरो जहिलेको काम हो स्टन त माथि हुनैपर्छ म सँगसँगै हुनैपर्छ स्टन गन हैन अब म ल्याउँछु ग्लास फ्युज पहिला ग्लास फ्युज लाउनुपर्छ स्टन गन यही ड्रप गरिदिन्छु एन्ड अब म ल्याउँछु डक्ट टेप खै डक्ट टेप फेरि मैले ल्याइन डक्ट टेप ल्याएको थिएँ लिइसकेछु म डक्ट टेप भनेर छु ग्लास फ्युजले डक्ट टेप भनेर रहेछु म ओ सिरियसली यार अरू के सामानै भेटाउँदैन है हेलिकप्टर स्केप गर्नको लागि भएर म यति मेहनत गरिरहेको छु यति मेहनत गरिसकेँ अब म डोर स्केप मरे पनि गर्दैन अब म हेलिकप्टर स्केपै गर्छु केही पनि गडबड नहोस् मैले यति मेहनत गरिसकेँ पहिले यो ढोका खोलिदिन्छु अलि सर्टकट हुन्छ मैले यत्रो घुमेँ गरी आएँ अब सर्टकट हुन्छ भने यहीँबाट जान्छु उजिन्दा भइसक्यो त्यो अब बोक स्टन गन हे गर्दै हाँसिरहेको छु त्यो पहिला सुरु त्यो ओ खै झर्दैन त बुझ्दै छैन ओ माई गड यो म लडेको साउन्ड सुनेर नै आउँछ हो ग्रानी आई थिङ्क म कटिङ प्लायर्स लिएर जान्छु अनि कटिङ प्लायर्सले त्यहाँ आवाज गरिदिन्छु होइन अनि स्टन गनले त्यसलाई मारिदिन्छु ओ गडेस थोरै डर त लाग्छ यार यसलाई मार्ने बेलामा पनि ढोका खोली आइज ढोका खोलेर फेरि गई आइज न आइज यताको साउन्ड सुन्दिनँ होला यार यसले म के गरिरहेको छु ओ गरम फेरि तल झरौँ भने के गर्नु त्यो कहाँ थियो होला अब के गरौँ तल झर्नै पर्छ होला ओ माई गड यो यही नजिकैतिर रहेछ भने त म त गएँ त्यसले लडेको साउन्ड सुनेर त आउँदिनँ होला होस् अब के भन्नु ओके भएर चढ्यो अब फेरि यसैले साउन्ड गरेर फेरि बोलाउनु अब चाहिँ भित्रै आइज है ग्रानी बुढिया यसलाई थाहा भयो क्या अब म स्टन गन लिएर बसेको छु भनेर गयो तल चढ्यो स्टन गन बोकेर बसेको छु भने थाहा भएर भाइ क्या अब मैले भनेको थिएँ नि त स्टन गन बोकेको छु भने थाहा हुँदा पनि किन आँकी भनेर आइसक्यो फुट स्टेप सुन्नुभयो आउँदैछ आइज ओ माई गड 3 2 1 अब मलाई चाहिँदैन स्टन गन एकछिनलाई किनकि मैले स्केप गर्न आँटिसकेको छु मलाई चाहिँदैन स्टन गन एकछिनलाई पहिला ग्यासोलिन भरिहाल्नु पर्यो होइन बिचरा बेबी स्पाइडर भोकै रहेछ ग्रानीले खानेकुरा दिएकै रहन्छ तिमी कति भोक लाग्छ है त्यो बेबी स्पाइडरलाई कसरी पाल्न सक्यो होला मासु लिएर कति धनी भए कि घर चाहिँ यस्तो खटाएर बनाएर राखेको छ तर ठुलो भनेर चाहिँ हेलिकप्टर पनि छ अलिकति पेन्टिङ पनि अलिकति राम्रोवाला गर्नु नि होइन अलिक पैसावाला भएपछि र फ्युल भर्नु पऱ्यो म कहाँ अड्केँ यहीँ रहेछ फ्युल भर्नु पऱ्यो ओ माई गड यार हेलिकप्टर स्केपै गर्छु अब म अब डक्ट टेप हेलिकप्टर के सकियो अरू के गर्न बाँकी छ र मेरो छैन सो लेट्स डु इट ढोका त लाएर ढोका त लाएको रहेछ लाउनु पऱ्यो भाइ ढोका ओ माई गड डर लाग्छ यार थोरै स्टन गन हातमा भए पनि थोरै डर लाग्छ नि स्टन गनको एमो नै रहन्छ त्यही पनि कहाँ फालेछ साँच्चै त्यहीँ हुनुपर्ने ओके
सो डक्टर टेप कहाँ लाग्छ साँच्ची यो यही हो है लाग्दैन न उतापट्टिबाट लाग्छ होला आई थिङ्क यो डक्टर टेप लगाउन जस्तो गाह्रो मलाई कहीँ लाग्दैन के होला लाग्दैन क्या यसमा खै हाउ टु डु दिस ब्रो ओ माई गड कहाँ लाउने हो यो डक्टर टेप ओके लाग्यो अब हेलिकप्टर के बोकेर आउँछ तलबाट एन्ड देन आफ्टर स्केप ओ माई गड स्केप भए म डे 1 मै गर्छु होला भनेको या फिर डे 5 सम्म नै गर्दिनँ या फिर डे 1 मै गरिदिन्छु भन्ने सोचेको थिएँ होइन डे 2 मा गर्न चाहिँ गरेँ जे भयो फर्स्ट टाइम गर्दाखेरि पनि गरेँ ओ माई गड अब केही प्रब्लम आयो भने म खेल्दिनँ मैले अहिले भन्दैछु अब केही प्रब्लम आयो भने म खेल्दिनँ म खेल्दिनँ आई डोन्ट वान्ट टु प्ले ओके आई क्यान कन्ट्रोल अ हेलिकप्टर इज द एन्ड बडी के भनेको इन्जिन त स्टार्ट भयो त वाइ आई क्यान कन्ट्रोल द हेलिकप्टर एट स्केप त भइसक्यो होइन र ओ माई गड के भयो ल यस्तो त कहिले भएको थिएन त हेलिकप्टर स्केपमा यस्तो हुन्छ हो कहिले भएको थिएन मेरो ओ माई गड ओ माई गड स्केप हुनुपर्ने के भयो यो हेलिकप्टर पड्क्यो ल ओ हेलिकप्टर पड्क्यो अब ओ माई गड मैले हेलिकप्टर म्यानुअल लिन बिर्सेँ क्या ओ माई गड मैले हेलिकप्टर म्यानुअल लिन बिर्सेछु ओ माई गड अब म डोर स्केप गर्छु भन्ने सोचेर अब म सामान भेटाउँदिनँ आई डोन्ट वान्ट टु प्ले सो थ्याङ्क यू गाइज दिस मच फर टुडे म खेल्दिनँ अब आई डोन्ट वान्ट टु प्ले यत्रो खेले पछि प्रब्लम आयो ओ माई गड यार हेलिकप्टर किन बिर्सेँ अब यहाँ भित्र जान पनि मिल्दैन मागो लाग्यो Oh my god, I don't want to play now guys. So guys, हजुरहरूले हेर्न सक्नुहुन्छ हामीले यति धेरै मेहनत गरेर निसाना सबै लाएर हैन सबै सामान ठीक पारेर सबै गरिसकेपछि पनि पछि गएर हेलिकप्टर पड्किहाल्यो हेलिकप्टर म्यानुअल ल्याउन बिर्सेर हैन सो अब म के गर्नु हैन अब मलाई खेल्न पनि मन लागेन अब अर्को पार्टमा यो सिरिज म कम्प्लिट गर्छु हैन हजुरहरुमा कमेन्ट गर्नु होला बोट स्केप गरौँ कि डोर स्केप गरौँ कि हेलिकप्टर स्केपको यो कम्प्लिट गर्छु हैन हजुरहरुको रिक्वेस्टले म पार्ट 2 पनि लिएर आउँछु हैन अर्को पार्टमा म सबै कम्प्लिट गर्छु सो लाइक सब्स्क्राइब एन्ड शेयर थ्यांक्स फर वाचिङ बाइ